आदरणीय मित्रहरू, नेपाल विद्युत प्राधिकरणको हाकिम कुलमान घिसिङप्रति नेपाल सरकारले गर्न खोजेको व्यवहार देख्दा हामी सबै आश्चर्यचकित परेका छौँ। मलाई सम्झना छ, म मन्त्री हुँदाखेरि बारम्बार प्राधिकरणका मान्छेहरूलाई तपाईहरुले यो लाइनबाट हुने लस 20% 22% चाहिँ यसलाई घटाएर चाहिँ 12-13 मा लिएर आउनुस् न भनेर भन्दा यो सम्भवै हुँदैन हजुर, यो त नेपालमा त्यो सम्भवै छैन भनेर मलाई जवाफ दिन्थे। कुलमान यो पदमा आइसकेपछि त्यसलाई घटाएर अहिले 9, 10, 11 मा उहाँले झार्नु भएको छ। त्यसको मतलब हजारौं किलोवाट बिजुलीको बचत भएको छ, हजारौं किलोवाट बिजुलीको नयाँ उत्पादन भएसर भएको छ। त्यस्तै नेपाल सरकारले लगानी गर्नुपर्ने ठाउँमा विद्युत प्राधिकरण आफैले पैसा कमाएर शेयर जनतालाई बेचेर, जनतालाई स्वामित्व दिएर 1.5 खरब भन्दा बढी पैसा उठाउँछु भन्नुको मतलब करिब 600-700 मेगावाट बिजुली अर्को नयाँ उत्पादन गर्ने रकम चाहिँ यो अहिलेको व्यवस्थापन कुलमान घिसिङको व्यवस्थापनले, यो म्यानेजमेन्ट, यो व्यवस्थापनको टिमले अहिले जुन कार्यान्वयन गर्न लागिरहेको छ, यो परिप्रेक्ष्यमा यस्तो व्यवस्थापनलाई र यसको चाहिँ लिडर कुलमानजीलाई 0 अङ्क दिने, काम गर्न नसकेको भन्दा 0 अङ्क दिने, यो कसैले पत्याउने कुरा हो? यो 79-80 मा उहाँहरूले चाहिँ 98% दिनुभएको छ, 80-81 मा 0 अब। यस्तो खालको चाहिँ नालायक काम चाहिँ नेपाल सरकारले गर्नु हुँदैन। स्वयं त्यही मन्त्रालयका राज्य मन्त्रीले यो षड्यन्त्र भएको भन्ने आवाज दिइसक्नु भएको छ। त्यसकारण यो काम नेपाल सरकारले तुरुन्त रोकोस् र यो षड्यन्त्र गर्ने वास्तवमा जलस्रोत मन्त्रालयका मन्त्रीलाई नै त्यो मन्त्रालयबाट हटाउनुपर्छ। त्यसो गर्नु न्याय हुन्छ।